4 बजी मात्रै सुँगुरको चारो पाकेर रेडी भयो साथीहरू। कटाइ चाहिँ यसरी चलिराखेको छ। परे 9 बजीसम्ममा पकाएर अहिले 7 बज्यो। कुखुराको दाम्चाको चारो काट्ने तरिका चाहिँ यस्तो छ, हेर्नुहोस्। नमस्ते अनि शुभ बिहानी साथीहरू। आजको दिन चाहिँ मेरो उज्यालो भइसकेको छ। म तपाईहरुकै आफ्नै देवकला राई नि। मेरो चाहिँ नाम मेरो जे छ त्यही छ। अनि आजको टाइटल र थम्बनेल हेरेर पनि तपाईहरुले यसो बुझिसक्नुभयो आजको दिन मेरो के कस्तो रहनेछ, कसरी दिन बित्नेछ भनेर हजुरहरुले बुझिसक्नुभयो। अनि झापाको मौसम भन्नुपर्दा एकदम जाडो छ अहिले चाहिँ। हाम्रो ठाउँमा चाहिँ झापा सबैतिर त हुँदैन, हाम्रोमा चाहिँ। अहिले उठेर चाहिँ चुलाहरु पनि लिपेर सिधाइसके साथीहरु। बाहिरको मौसम चाहिँ यस्तो छ। हुस्से लागिरहेको छ साथीहरु। मेरो चाहिँ दैनिकी काम नै हो साथीहरु। चारो भनेको चाहिँ जत्तिकै बिराम भए पनि, खोकी लागे पनि, हुरुक्कै भए पनि काम चाहिँ गर्नु पर्यो साथीहरु। त्यही भएर म चाहिँ यति बेला अब चारो काट्ने तयारीमा छु साथीहरु। मेरो चारो कटाइ चाहिँ यसरी चलिराखेको छ। सिमल तरुलको पात बिहानै उठेर जाडोमा के गरौँ नकाटी भो छैन। आज सुँगुरलाई दिने चारै पो छैन साथीहरु। अहिले उसिनेर अब यो चारो दिनु पर्यो 9 बजीसम्ममा पकाएर अहिले 7 बज्यो। दिनहरु यसरी बित्दैछ, चारो काट्दै, नानी हेर्दै। हिजोदेखि किन हुस्से लाग्यो, शीत पर्न थाल्यो। शीत चाहिँ खासै धेरै पर्दैन र मात्रै साथीहरु यहाँ हैन अन्त मरिन्छ नि। यस्तो चारो भेलाउनु पर्दा साथीहरु पहाडको याद आउँछ। अलिअलि भएको हरियो चारो पटक्कै भेलाइन्थेन, छोडिराखिन्थ्यो, धेरै धेरै भोगोमा फैलिन्थ्यो। अहिले त यस्तो पत्ता त पहेँलो भएको मात्रै पाउँछ यहाँ त साथीहरु। यो चाहिँ फेरि के अरे तरकारी खाने निगुरोको सोत्तर। यसलाई पनि यस्तै काम लगाइदिनुपर्छ साथीहरु। त्यहाँ पर्तिर आन्टीकोमा थियो र काटेर ल्याइदिएको मैले। दुध लिनु जानुहोस् है महाशय, 8 पो बज्न आँट्यो। मैले हरियो चारो चाहिँ काटी सिधाइसके साथीहरु। अब मेरो नानीलाई चाहिँ भात पकाउँछु र के अरे आगो हेर्न लगाउँछु। अनि म चाहिँ फेरि केराको दाम्चा कट गर्छु साथीहरु। केराको दाम्चाको चारो काट्ने तरिका चाहिँ यस्तो छ, हेर्नुहोस्। मेरो तरिका चाहिँ यसरी काट्दा चाहिँ अलिक सजिलो हुन्छ साथीहरु। मसिनो काट्यो अनि औखलीमा कुट्यो, मसिनो बनायो। यसलाई चाहिँ यसो गर्ने अनि यसलाई चिर्यो। दुईटा भयो। दुईटा भइसकेपछि यसलाई यसो गर्ने भयो। अब यसलाई काट्ने यसरी। तपाईहरु पनि यो कामबाट सिक्नुहुन्छ साथीहरु, चारो काट्नु। मैले भिडियो बनाएको देखेर मान्छेहरुले हाँसी पनि दिँदैछ साथीहरु। काटेर सिधै सक्यो साथीहरु। लास्ट पिस यहाँ चाहिँ अलिक कुहिएको छ, यसलाई चाहिँ फाल्ने मैले। अब मैले आजको लागि सुँगुरको चारो काटेर चाहिँ सके साथीहरु। सुँगुर कराएकै छ जाडो भएर। बिहान झारो खालेर लिएर लाउनु पर्ने। म भ्याएको छुइनँ साथीहरु आज त। अब चाहिँ चारोलाई कुट्ने बेला भयो साथीहरु। यत्रो
मसिनो मसिनो हुनुपर्छ साथीहरू। लड्छ है सानो, लड्छ है। नानी लड्छ। एकैछिनमा सकिहालेको ल। अन्तिम घाम साथीहरू। अब यसलाई चाहिँ म कुटेर सिधै सक्दैछु। सबैभन्दा अन्तिम घाम। मेरो छोरी चाहिँ यसरी खेल्दैछ साथीहरू। यसरी खेलेन मेरो छोरी भने त म त कामै गर्नु पाउँदिनँ। दुईजना चाहिँ स्कुल जानु आँटेको साथीहरू। म चाहिँ अलिकति सुँगुरलाई ओछ्याउने झार्दा यसो अलिअलि टुक्रा टाक्री दाउराहरू भेलाउँ भनेर जाँदैछु नानी बोकेर, डोको बोकेर। मैले नानी चाहिँ यसरी राखिसकेँ साथी। म चाहिँ झार ह्याक्को उखाल्नेवाला छु साथीहरू। अरू हालत यस्तो छ यी हाम्रो। अब म चाहिँ घरतिर फर्केँ। 12 बजी मात्रै सुँगुरको चारो पाकेर रेडी भयो साथीहरू। साथीहरू आज चाहिँ अलिक झोलसँग चारो बनाएको छु, किनभने यो सिमलको पात दियो भने सुँगुरलाई अलिक माग्छ के, त्यही भएर अलिक चिसो बनाएर दिएको। सुँगुरको चारो दिए। अहिले दिउँसोको 12:30 भएको छ। अनि बल्ल बिहानदेखि थालेको काम। अनि आजको भिडियो पनि लामो हुन्छ होला भनेर के साथीहरू। अब यो भिडियोलाई चाहिँ म यहीँतिर अन्त्य गरेँ। अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, अनि लाइक गरिदिनु होला, सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै म अर्को भिडियोमा भेट्ने बाचाको साथ आजलाई म बाई बाई भन्छु, बिदा माग्छु। बाई बाई।